जय गुरु ठाकुर भगवान। आज मेरो भाइको अपरेसन छ काठमाडौँमा। टाउको ट्युमरको अपरेसन छ। मेरो भाइको सफल होस्, अपरेसन सफल गराइदिनुहोस् ठाकुर भगवान। मुटु रोगको अपरेसन नगरिकन चाँडो निको होस्, चमत्कार देखाइदिनुहोस् ठाकुर भगवान। मेरो भाइको आज ट्युमरको टाउको अपरेसन छ। मेरो भाइको सफल होस्, अपरेसन सफल गराइदिनुहोस् ठाकुर भगवान। हजुर नै हुनुहुन्छ माता पिता, जे भने हजुरकै भरमा छोडेको छौँ। हजुरकै सन्तान हो मामी, हजुर नै हुनुहुन्छ हाम्रा माता पिता, जे भने पनि ठाकुर भगवान हजुरको सन्तान दया गरी। घरमा ताला लागेको छ, मेरो भाइलाई चाँडोभन्दा चाँडो निको गराइदिएर अपरेसन सफल गराइदिएर चमत्कार देखाइदिनुहोस् ठाकुर भगवान। निको गराइदिनुहोस् मेरो भाइलाई, दया राखी हजुर विनम्र अनुरोध गरेको छु। मैले दिन बार हजुरलाई पुकार गरिरहेको छु। मेरो भाइको रोग सफल होस्, निको गराइदिएर चाँडोभन्दा चाँडो घर फर्काइदिनुहोस् ठाकुर भगवान। सफल गराइदिनुहोस्। मैले रातको दिन हजुरलाई दुई हात जोडेर बिन्ती गरेको छु। मेरो भाइको रोग चाँडोभन्दा चाँडो निकै गराइदिनुहोस्, सफल होस्। आज मेरो भाइको अपरेसन दिउँसो 12 बजी छ। अनि मुटुको रोग अपरेसन नगरिकन अपरेसन गर्नु नपरोस् ठाकुर भगवान। एउटा मान्छेले कतिवटा सक्नु, मेरो भाइलाई चाँडोभन्दा चाँडो निको गराइदिएर सफल गराइदिनुहोस् ठाकुर भगवान। त्यही भाइले हरेक चिज जे गरेन हजुरलाई दया लाग्दैन। अलिकति नै आमा बुवा भाइ छोरा छोरी श्रीमती सब फुसेको त्यस्तो भयो। फेरि उसैलाई नै अहिले त्यही वज्रपात काली लाग्दो घटना घटाएको छ ठाकुर भगवान। हजुरहरूलाई दया लागेन, भाइलाई घरमा ताला लागेर गएको छ। चाँडोभन्दा चाँडो निको गराइदिनु ठाकुर भगवान। विनम्र अनुरोध छ। मेरो भाइ निको भएर आएपछि म हजुरलाई भेटी चढाउन आउनेछु फलफुल लिएर। चाहिँ ठाकुर भगवान मेरो भाइलाई निको गराइदिनुहोस्। हजुरलाई मैले विनम्र बिन्ती गरेको छु। दिनै पछि जहिले हजुरमाथि मैले आशा राखेर दया राखेर हजुरमाथि विनम्र अनुरोध गरेको छु। मेरो भाइलाई चाँडोभन्दा चाँडो निको गराइदिनुहोस्, अपरेसन सफल होस् भगवान। मेरो भाइको अपरेसन एकदम सफल गराइदिनुहोस्। हजुरमाथि मैले एकदम पुरा विश्वास लिएको छु। मेरो भाइलाई निको हुन्छ, सफल हुन्छ भनेर ठाकुर भगवान गराइदिनुहुन्छ भनेर आशा छ मलाई। हजुरले एकदम दया राखी मेरो भाइलाई चमत्कार देखाइदिनुहुन्छ। चाँडोभन्दा चाँडो निको गराएर घर फर्काइदिनुहोस् ठाकुर भगवान भन्दै विनम्र अनुरोध गरेको छु हजुरलाई। मेरो भाइलाई एकदम चाँडो निको गराइदिनुहोस्, अपरेसन सफल होस्, केही नहोस् मेरो भाइलाई ठाकुर भगवान। हजुरलाई पनि आशा राखेको छु। लक्ष्मी माता, गणेश भगवान, सरस्वती माता सबैलाई मैले दया राखेर विनम्र अनुरोध गरेको छु। मेरो भाइको रोग निको गराइदिनुहोस् ठाकुर भगवान। हजुरमाथि मैले आशा राखेर एकदम विनम्र अनुरोध गरेको छु। मेरो भाइको रोग चाँडोभन्दा चाँडो निको गराइदिनुहोस्। हजुरमाथि मैले दया गरी हजुरलाई आशा भरोसा गरेँ, हजुरकै आशा भरोसामा छु ठाकुर भगवान। मेरो भाइलाई चाँडोभन्दा चाँडो निको गराइदिनुहोस्, सफल होस्।